तपाईले गलत तरिकाले खाइराख्नु भएको छ। यसै कारणले गर्दा तपाईको सुगर लेभल कन्ट्रोल भइरहेको छैन र वेट पनि लस भइरहेको छैन। हर्मोनल्स प्रब्लम, थाइरोइड र पिसिओएस पनि ठीक भइरहेको छैन। ओभरअल तपाई लो एनर्जी फिल गर्नुहुन्छ। यदि आज तपाईले यो एउटा तरिकालाई फलो गर्न सक्नुभयो भने तपाईले आफ्नो फ्रुट पनि इन्जोय गर्नुहुनेछ र तपाईले आफ्नो हेल्थलाई पनि इम्प्रुभ गर्नुहुनेछ। यो पिक्चरमा तपाईले देख्न सक्नुहुनेछ 2 स्लाइस पाइनएप्पल खाँदा तपाईको ब्लड सुगर लेभल कतातिर पुग्छ। यो त्यतिखेर तपाईले देख्नुहुन्छ जतिखेर तपाईले फ्रुट मात्र खानुहुन्छ। त्यो नै फ्रुट जतिखेर तपाईले आफ्नो खाना भन्दा पछाडी खानुहुन्छ त्यतिखेर ब्लड सुगर लेभल त्यति धेरै हाई हुँदैन। जतिखेर तपाईले आफ्नो ब्लड सुगर लेभललाई कन्ट्रोलमा राख्नुहुन्छ त्यो समयमा तपाईको बडीले धेरै इन्सुलिन हर्मोन रिलिज गर्नु पर्दैन। ब्लड सुगर लेभल थोरै हाई हुन्छ भने त्यो समयमा इन्सुलिन हर्मोन पनि थोरै मात्रामा रिलिज हुन्छ। इन्सुलिन भनेको हाम्रो बडीको मास्टर हर्मोन हो। जतिखेर तपाईले आफ्नो इन्सुलिन लेभललाई कन्ट्रोलमा राख्नुहुन्छ त्यो समयमा नोटिस गर्नु होला अरु पनि बडीको धेरै इस्युहरु ठीक हुन सुरु गर्छ। जतिखेर तपाईको इन्सुलिन लेभल कन्ट्रोलमा हुन थाल्छ त्यो समयमा तपाईको बडीको फ्याट बर्निङ पनि एकदम छिटो हुन सुरु गर्छ। अफ कोर्स जतिखेर सुगर लेभल बढ्दैन डायबिटिज पनि कन्ट्रोलमा हुनेछ। डायबिटिज, हर्मोनल इस्यु र वेट लस गर्न चाहनुहुन्छ भने यो आइडीलाई फलो गर्न नभुल्नु होला है त।